हाई गाइज, आजको हाम्रो यात्रा चाहिँ डडलटुर बिचतिर हुनेछ। हेर्दै गर्नु होला, यहाँबाट हामी यात्रा सुरु गर्नेछौँ अनि डडल पुगेर चाँडै नै भेट हुनेछौँ। ल है त गाइज एन्ड गर्ल्स। ए ठुलो मान्छेलाई नानु हामी कता हिँडेको अरे? डडलटुर बिच हिँडेको होइन, डडलटुर। यता हेर छोरी, यता नानी हेऱ्यो। यहाँ हेर, पाहाडबाट झरेको मान्छेले यत्रो ठुलो ब्याकप्याक बोकेर। अनि अर्को ठुलो मान्छेले त अनि गर्दैछ त, दुधु खान्छु दुधु खान्छु भन्दैछ त हो। अनि त्यस्तो हो। अनि त्यहाँदेखि अनि अब त जाने पुता पर, बुझिस्? परै गएर खाने ल दुधु। ल गाइज, हामी फाइनली कारपार्कमा आइपुगेछौँ डडलटुरको। यहाँ हेर्न सक्नुहुन्छ कारपार्क है। अब यहाँबाट चाहिँ हामी तल ओह्रालै हिँड्दै जानुपर्ने हुन्छ। एज युजल हाम्रो यहाँ छोरीलाई ब्याकप्याकमा है, त्यहाँदेखि फुच्चालाई चाहिँ आमाले अगाडिपट्टि बोकेर, प्लस मेरो चाहिँ अर्को पनि भारी छ। ल एज युजल हाम्रो भारी गट्ठाका साथमा हामी हिँड्यो। बाटो भरे आउँदाखेरि चाहिँ एकदमै गाह्रो होला जस्तो छ। आमा छोरा चाहिँ अघि नै हिँडिसकेको छ अगाडि। कता पुग्यो हो आमा छोरा? भरे आउँदा चाहिँ पुरै साह्रो होला जस्तो छ त। यहाँ हेर न, भारी कति गर्नु छ। अलिकति 1-2 केजी। के गर्दैछ पुच्चेले? कहाँसम्म गुडाउँछौ त? अनि माथि टपमै पुगेर फर्किने हो। हामी पहिला कति 2021 मा आएको है यहाँ? 21 मै हो। आज त बस्ने ठाउँै नपाएला जस्तो छ। यहाँ चाहिँ समथिङ के भइरहेछ है, पोस्ट कार्डहरू आएर यहाँ बाटो ब्लक गरिरहेछ। हेर्दा बिरामी मान्छे यस्तो देखिन्छ। मलाई चाहिँ यहाँ एकदमै भारी भइरहेछ है गाइस। यो सानो केटाकेटीहरूको खाना, टेन्टहरू, त्यो माथि ब्याकप्याकमा छोरी, किसिम भइरहेछ। छोरी हामी कहाँ आएको रे? डडलटुर। आमा छोरा चाहिँ माथि नै आउँदैछन्। आमालाई चाहिँ ओह्रालोमा हिँड्नु एकदम प्रब्लम हुन्छ, झापामा बस्ने मान्छे हो। कता हरायो आमा छोरा हो? यहाँ छोरीले इन्जोय गर्दैछ सिनहरू, मुन्टो ढल्काएर हेरेका मान्छेहरूको। हामी चाहिँ तल गएर अनि फर्केर मम्मीलाई हेर्नुपर्छ, आमालाई पर्खिनुपर्छ है। छिटो हो, छिटो। कहाँ त भारी? यहाँ यो उचाला त। यहाँ छोरीले हेर न, मुन्टो बाङ्गो पारेर ऊ पनि सिन हेर्ने अरे। भयो छोड्दै
साइडबाट मान्छे हेरिरहेको छ उसले। डडेलधुरामा चाहिँ पुरै मेला लाग्दो रहेछ है गाइजहरू। अब कोही यतातिर हुनुहुन्छ युकेतिर हुनुहुन्छ भने यो चाहिँ एकदमै राम्रो बिच छ आएर यसो इन्जोय गर्नको लागि चाहिँ एकदमै राम्रो बिच छ है यो चाहिँ। ल त्यतातिर चाहिँ डडेलधुराको एउटा गेट जस्तो देख्न सक्नुहुन्छ ढुङ्गाको मेन फेमस एरिया युकेको। आज यसो हेर्दाखेरि चाहिँ त्यहाँनिर खुट्टा टेक्ने ठाउँ पनि पाइन्छ जस्तो लागेन। हामीले त सानो टेन्टहरू लिएर आएको। किन गर्मी त गर्मी हुन्छ नि अब के गर्नु। भरे हुँदा चाहिँ छोरीलाई हातमा समातेर उकालो हिँडाउनु पर्ला जस्तो। ओइ केसाङ के भयो केसाङलाई? लु यतिको भारीले चाहिँ मलाई भुँडीसुडी घटेर स्वात्तै सिक्स प्याक आउला जस्तो भयो त एकै तालमा डडेलधुराको यात्राले। छोरी के देख्यौ? तिमी जन्मिनुभन्दा अगाडि हामी आएको थियौँ यहाँनिर, मम्मी पापा आएको थियो होइन। अनि आज चाहिँ तिमी र भाइ भएपछि बल्ल आइयो यस्तो रमाइलो ठाउँमा। यहाँबाट ल यस्तै रहेछ है डडेलधुरा साथीहरू। ल हेर्न सक्नुहुन्छ यो फेमस एरिया। यो म्यापमा युकेको म्यापतिर कता कता होइन जतासुकै म्यागजिनतिर पनि देख्न सक्नुहुन्छ। यो मेन चाहिँ यो ढुङ्गा हो यहाँको फेमस। यहाँबाट मान्छेहरू परको त्यो चोसो निस्केको हिलसम्म मान्छेहरू बिजी हुन्छ। आज चाहिँ खै पनि किन हो त्यति साह्रो बिचतिर त भिड छैन, माथि चाहिँ पुरा भिड छ है। तलै जाने होला त यहाँसम्म आइसक्यो। जाउँ तल। यहाँ त नो बिबीक्यू फायर लेखिरहेको छ। अब हामी ओह्रालो खुत्रुक 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 सिँढीबाट ओह्रालो झर्नेछौँ। पक्का तिमी कैँडे लागे जस्तो हिँड्दैछौ त। कैँडे लागे जस्तो हिँड्दैछौ त। उकालो चाहिँ सुई कि सुई हो। उकालो चाहिँ भरे म भारी बोकाउँछु त्यसमा। आमामामामामा छोरी यहाँ के छ हो यति धेरै मान्छेहरू? कताबाट आएछ हो यस्तो धेरै मान्छे? स्विमिङ खेल्दैछन्। यो बाटो यस्तो साँघुरो छ, सानो बाटो है। आमा छोरा त कहाँ हरायो हो? पारी भित्तामा छ त आमा छोरा त। नानु आमा र तिम्रो भाइ त ऊ पर भित्तामा छ त हो। यो ढुङ्गाको एजबाट चाहिँ मान्छे जति गरे पनि हामफालेकै गर्दो रहेछ है। अस्ति भर्खरै लास्ट विक हो कि 2 विक्स अगाडि मात्र हो एकजना मरेको भन्ने न्युज आइरहेको थियो है। यो खासमा रेस्ट्रिक्सन लगाउनु पर्ने हो तर मान्छेहरू चाहिँ कन्टिन्युस त्यो एजमा जाँदै त्यहाँबाट स्विमिङ खेल्नुको लागि हाम फाल्ने अनि ठोकेर मर्ने त्यस्तो भइरहेछ। के त पोल्नु पाउँदैन यहाँ भन्छु। लाइफ सेभरहरू हो त्यहाँ अस्ति रिसेन्ट घटनाबाट
त्यहाँ बस्नु थालेछ खै त अनि कसैले पोलेको छैन यहाँ वरिपरि त्यही भएर अलिक पत्तिरसम्म जाउँ के थाहा त अब यो ड्राई सिजनमा अब आगो लागि हुन्छ भनेर होला नि त ल साथीहरू अब हामीले चाहिँ त्यत्रो धेरै भारी बोकेर आयो है यहाँनिर ड्रिङ्कहरू यति धेरै छ पानी ड्रिङ्क आइस सब कुरा है अनि त्यहाँदेखि बिबिक्यू गर्नुको लागि यहाँ यत्रो बिबिक्यूको एउटा प्याकेट झोला है बिबिक्यू पोल्ने बट्टा त्यस्तै अनि बिबिक्यू पोल्नुको लागि यहाँ थालबटुको काँटा चम्चा अनि बिबिक्यूको अचार प्लस बिबिक्यू पनि सानो मोलेर ल्याएर आएको है लास्टमा त पोल्नै नपाउँदो रहेछ नि त साथीहरू यहाँनिर अनि हामी चाहिँ अब अरू कुरो केही छैन अब यो चाउचाउ छ एउटा है यो कहाँबाट झुकेर परेछ वाइ भोक पनि लाग्यो त्यत्रो भारी बोकेर यत्रो झनै 1 किलोमिटरै हिँडेर आयो होला तल है अब उकालो जाँदा त्यस्तै साह्रो पर्ने पो र यो चाउचाउ खाएर हामी अब बाँच्नुपर्ने छ अनि हामीसँग अर्को चाहिँ यहाँ इमर्जेन्सी मेरो रासन प्याकमा चाहिँ अब खासै केही छैन चिया कफीको सामान हैन चिया कफीको सामान अनि यो चाहिँ जेट बल हो अनि यहाँनिर चिया कफी बनाएर खाने हो तर अब भन्दैमा फुच्चाफुच्चीहरूको चाहिँ अब खानाहरू चाहिँ जहिले बोकेरै हिँड्नुपर्ने हुन्छ टाढो बाटो जाँदाखेरि दुधदेखि लिएर यो छोरीको खानाहरू सबै रेडी छ ए ए ए छोरी तिमी चाउचाउ खाने हो वाइ खाने यो वाइ खाने उसको चिप्स साँच्चै आयो कि आएन खैलो त चिप्सै दिउँ बरु यो त चिप्स होइन नि त नानु कस्तो साह्रो छ यहाँ हेर ए चाउचाउ पो त यो त चाउचाउ ए यहाँ तिमी पनि टोका कडम 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 तिम्रो त यहाँ छ नि त यो फेभरेट चिप्स रोस्टेड रियल्ली चिजी बेक होइन यो चिप्स चाहिँ हाम्रो छोरीको एकदमै धेरै फेभरेट हो 4-5 वटा पनि एकै तालमा खाइदिन्छ केटाकेटीहरूको चाहिँ सबै आएछ हाम्रो ठुलोको चाहिँ अलिकति चिया कफी र एउटा चाउचाउ बाहेक अरू एउटा आरुचा भन्ने यहाँ जन्तु आएको थियो आउने बित्तिकै चट बनाइयो भोक लागेर क्या छोरी तिमीले चाहिँ यो खाने ल यो चिप्स खानुपर्छ तिमी चाहिँ यो खानु ल तिम्रो चिप्स हो नि त यो हो ताली बजाउने यसो हेर्ने डडलडुर बिच तिमी यहाँ मामुको पेटमा हुँदाखेरि हो कि मामुको पेटमा हुनुभन्दा अगाडि के साङ कोही पेट थिएन त्यतिखेर आज 2टा भएर आयो को समुद्रलाई ढोएको बुढा बाचा आज पुरा भयो है आशीर्वाद त चाहिँ हात खाँदै बस्ला हास हात खाने हो त यो भुइँमा नजारी खाऊ न छोरी मिठो मिठो खाँदै बस्ने तिमी चाहिँ त्यो भित्र ढल्काउने त्यो घरको लागि के को तेरै लागि किनेको अब चाउचाउ मजाले मोलेर बुढाबुढी मिलेर खाने हो आजको हाम्रो पिकनिक कहाँ यहीँबाट ढोक्यो भयो पानी छुनु हुँदैन पनि भन्छ नानी भएर आउने भन्नु पनि लाग्यो कसले भनेको थियो र मैले त थाहा छैन भने त्यो नेक्स्ट टाइम आउँदा त नानी हुन्छ होला होला पो भनेको होला त कहिले खाने हो कहिले खाने हो हामी पहिलाचोटि आउँदाखेरि चाहिँ यहाँ सबैजनाले बिबिक्यू पोलिरहेको देखेर योपालि पनि बिबिक्यू पोल्नु चाहिँ पाउँछ होला भनेको नपाउने रुल्स भइसकेछ नि त हो लु नानी यसरी त भुइँमा झार्नु भएन त सबै गिटी खाने खतरा भयो क्या अब सबै भुइँमा झारेर ढुङ्गा मुढा खानु हुँदैन है छोरी तिम्रो दाँत भाँचिन्छ नि तिमी यता बस्नु ल तिम्रो लागि तिमी यहाँ बस्नु यहाँ चाहिँ छराएर खाँदा नि हुन्छ ल बुढी आऊ चाउचाउ खाना आऊ ल ल हरिप मिठो भयो त यार भोक लागेर हो क्या यस्तो चार राखौ न
अहिले चाहिँ चिया कफी बनाएर खानुपर्छ यहाँ छेकेर बाल्ने हो जेटबल त 30 सेकेन्डमा तातिहाल्छ क्या बुलुलु कसरी बाल्ने लाइट अलिक टिक्क पार्नु ग्यास स्याहारेर अन गर्ने अब वेट गरौँ एकछिन होइन यसो दायाँ बायाँ कसैले यहाँ बेबीको पोल्नु स्टार्ट गऱ्यो भने हामी पनि झ्याप झिकेर पोलिदिइहाल्ने गरे ड्रिङ्क झिक्दिउँ कोक खाने कि पानी खाने ओ के भएर यो दुलो भएछ हौ यहाँ हेर त केले दुलो बनाएछ आइसले होला आइसले हो क्या हो यो दुलो भएको म खान्छु ल यस्तरी थुन्ने हो ट्यागको आइडिया क्या भिड्दैन ए त्यो भएर चाहिँ त ग्यास गइहाल्यो नि त ठन्डा मतलब कोका कोला है लु राख्दा चाहिँ यसरी राख्नु पऱ्यो क्या कहिले हो त एक झ्याप खाइदिउँ राम्री मैया चिप्स फ्राई गरेर नाकमा सबै दलेर किटी क्याट जस्तो मजा आयो है लुक्को खाएर चाहिँ छोरीले चिप्स खाएर हामीले कोक र चाउचाउ खाएर मजा आयो नि खुच्चे सुत्यो के खेल्दैछ ए केसाङ के गर्दैछ हो यो सानो केटो उसको त्यो घाँटीको पो मुखमा खाएर पुल्टिङ पुल्टिङ पल्टिँदैछ त यहाँ कोक पो हेर्दैछ त छोरीले तिमी नि कोक खाने हौ अघि खायो त यहाँ छ त एउटा के यहाँको एकदम गहिरो छ नि छेउमा अनि फेरि हाइट देखेन ऊ छाल कत्रो कत्रो आइरहेछ खेलाउँछ तर अनि यस्तो हाइटमा हुँदैन क्या नाकमा पानीले छङ हान्छ क्या कुन कुन भाषा बोल्ने मान्छेहरू हिँडिरहेछ क्या यहाँ गङ्गुडी गङ्गुडी कुडी कुडी बा हुन्छ हो क्या निकाल्छ त्यसले हातले हाल्छ के हो मुनि क्या भयो भाइ लु आफ्नो महिलाहरू चाहिँ आफै पोख्याउँ त्यस्तो छ क्या यहाँको रुल्स छ्याप्प जसले मैला गर्छ उसैले छ्याप्प यसरी बोक्छ अब म स्क्रैच कार्ड पनि बोकेर हिँडेछ हो 300,000 पाउन्ड पार्नु पऱ्यो फोनको नेटवर्क चाहिँ हुन्छ कि हुँदैन रहेछ यहाँनिर हेर्नु मेरोमा त अलिकति छ त 3G यी आउँदो रहेछ 3G यी गर्दै हुँदो रहेछ ओटुको
बेबीको पकाएर ल्याएको भए चाहिँ अच्छा हुँदो रहेछ यार त्यो हटकेस वेट पनि कम अब घरमा गएर खाने हो बेबीको मजाले डडलडुर आइसकेपछि बिचमा आएर पानी नछै फर्किनु हुँदैन भन्ने उसको आमाको भनाइ हामी पुरा गर्न गइरहेछौँ है ल पहिला नानीसँग आउने भन्ने बाचा चाहिँ आज पुरा हुँदैछ कति राम्रो हो छोरी होइन यहीँ बस्ने हो यहीँ बस्ने है यहाँ पानीको छाल आउँछ अनि हामी छुनुपर्छ ल पानीको छाल आएपछि कति राम्रो एकछिनमा आउँछ आफै ठुलो छाल आएको ठुलो छाल आएकोलाई त आफै हामी उठ्नुपर्छ नि फेरि कस्तो साह्रो छाल आएको हो एकदम हाई टाइट रहेछ है आज टाइट फेरि अलिकति भ्याइएन अलिकति भ्याइएन आइज ए छालमाथि आइज ए छियो ननी छियो ए भिजायो नि त हो हो सँगसँग ओछे ल आमा पानी छुयो नि कस्तो राम्रो हो छेर्ले नि खुट्टाहरू भिज्यो 4 जनाले छुयो ल बाजा कसम पुरा भयो अरे ल पहिला 2021 मा हामी 2 जना मात्रै हुँदा आएको बाजा कसमले आजदेखि फुक्का लियो तिमी चाहिँ अब यो चिप्स छरेछौ लु खानु है टिप्दै अब सिधी गर्ने नि केसाङ आमा आँखामा के हो आँखामा के लगाइदियो चिप्स लगाइदियो क्या मामुले त्यस्तो राम्रो मान्छे भएर अनि त्यसरी सित्ने हो हाँसेको हेर न हाँसी गरेको चङ्के पुकुलु बुकुराम के हो नि यो त पुरा यही मजा आएको थियो अहिले यही मजा आएको केटाकेटीको चाहिँ दामी हुँदो रहेछ यो टेन्ट ल रातो बनाएर अर्को पुकुली चाहिँ के गर्दैछ हौ चिप्स खाँदै नाकभरि चिप्स दलेर टाइम पास डे आउटिङ होइन यहाँनिर चाहिँ एकदमै आनन्द हुँदो रहेछ यसो मान्छेहरू यसो घाम तापेर दिउँसोभरि एउटा रिकमेन्डेड कुरा चाहिँ यो डाँडादेखि मासतिरको कार पार्क चाहिँ एकदमै महँगो छ है आउनु जानु चाहिँ नजिकै तर एकदमै महँगो 4 घन्टाकै 10 पाउन्ड 60 पेन्स अर्को यहाँदेखि उतापट्टि अर्को कार पार्क छ डाँडादेखि उता अलिक पर 500 मिटर जस्तै पर छ 500 मिटर पर भएको कार पार्कमा चाहिँ फ्री जस्तो लागेको थियो हामी पहिला आउँदाखेरि अहिले पनि फ्री नै हुनुपर्ने हो किनभने त्यहाँतिर चाहिँ जतासुकै है खेतको गराहरू जस्तोमा जतासुकै कार पार्क गरिरहेको हुन्छ अलिकति उकालो ओह्रालो हिँड्नु आँटाउने मान्छेहरूले चाहिँ त्यता कार पार्क गरेर यता आयो हुन्छ किनभने यहाँनिर चाहिँ अलिकति टेन्सनै हुँदो रहेछ अब उकालो 1 घन्टा हिँड्नु पऱ्यो यहाँदेखि त्यहाँ कार पार्क जाँदाखेरि स्पेसियली नानी केटाकेटीहरू छ भने भारी छ भने अनि कार पार्कको थोरै टाइम तिरेर चाहिँ अब यहाँबाट चाहिँ अलिकति हम्मे नै भएर मात्रै पुगिन्छ कार पार्कमा जहिले पनि ढिलो गऱ्यो भने युकेमा चाहिँ फाइन पारिहाल्छ त्यही भएर अलिकति विचार गर्नु होला तपाईँहरू यदि पछि फ्युचरमा आउँदै हुनुहुन्छ भने यता हेर छोरी यता हात बिचरा कता निकाल्दै एउटा एउटा यस्तो हेरेको
त हुँदैन जुम गर्नुपर्छ त्यति टाढो भएछ हाफ हुँदैन क्या अलिक यता आउँछ चिया बनाऊ कफी बनाऊ खान्छौ दुध पनि ल्याएको छु त चिया खान्छु मात्र यता चाहिँ चक्का भाँडेको आनेको तर उता चाहिँ अघि फोनको ब्याट्री डेड भएर क्यामेरै अफ भएर आएर बसेको छ है यो बिचमा हामीले अब यो चिया कफी चाहिँ च्याट्ट बनाएर एकैछिनमा बनाएर खान्छौँ है आज चाहिँ हामी अब फर्किने प्लान गऱ्यौँ किनभने यहाँ अब घाम पनि डुब्न लाग्यो चिसो चिसो हुन लाग्यो छोराछोरी यसो यहीँ छ फोन पनि बोक्नु ल अब ब्याकप्याक एज युजुअल होइन मैले त्यो तलङ्ग चुराउँदै हिँड्दै थिएँ भनेपछि ए बाबुको अनुहारमा अघि भइरहेको थियो त अहिले त मैले टाइट बनाएको नि साथै ठिकै छ ल अब मेरो चाहिँ भागमा यो 3टा आइटम परेको छ यो मान्छेलाई ब्याकप्याकमा अनि यो 20 केजी छ यहाँ मलाई टोक्दिएर छोरीले यो मान्छेले टोक्दिएको देखाइदिन्छु म खै अलिक राम्ररी त्यस्तो खतरा भएछ कि होइन ल अब जानुपर्छ ल अब बाटो तताउने कारपाकमा पुग्नु पनि हामीलाई टाइम लाग्छ यस्तो हेभी आइटमहरू छ क्या मेरो भागमा चाहिँ हुन त आमाको भागमा पनि फुच्चेर ब्याकप्याक छ अब यो उकालो झनै 1 किलोमिटर जति उकालो छ है साथीहरू आउँदा जति गाह्रो हो जाँदा चाहिँ झनै डबल ट्रिपलै गाह्रो होला जस्तो भयो ल डडलडुरलाई बाई बाई अब हामी लागेको छोरी अब हामी कारपाकतिर लागेको घर जाने छोराछोरीको साथ आइज बुरुम बुरुम भनेन त केसाङ र श्रीबली दुईजनाको साथ हामीसँगै हिँड है ल त्यस्तो हुन्छ क्या हामी नेपालीको क्या खैरेहरूलाई चाहिँ केही हुँदैन फेरि त्यहाँ बिचमा पौडी खेलेर जान्छ उनीहरू चाहिँ डुब्नु लाग्यो उता हेर हेल्प हेल्प भन्दैछ को त्यहाँ गएको अब आउनै नसकेको नि स्विमिङ खेल्नै नजान्ने मान्छे चाहिँ किन जानु हो बेकारमा पानी खाँदै हेल्प हेल्प गर्दैछ धन्न लाइफ गार्ड रहेछ होइन नि कता ए त्यो त जान्ने हो नि त यो चाहिँ नजान्ने हो क्या ऊ पानी खाइहाल्यो त्यसले त्यो पाहाडको खोलामा खेल्ने मान्छे चाहिँ यो स्विमिङ पुल र समुद्रमा चाहिँ नखेले हुन्छ क्या पाहाडको खोलाले त उत्र्यो भने आफै बगाएर पारी पुगिन्छ नि त यहाँ त जहाँ कति स्विमिङ पुलमा नि आउँदैन नि डुबिन्छ नि स्विमिङ पुलमा जानेपछि मात्रै यहाँ खेल्दै हुन्छ क्या ल यस्तो उकालो छ लु आऊ है आमा छोरा यसरी भारी बिसाउँदै उकालो चढ्नु परिरहेछ यत्रो भारी बोकेर मलाई साह्रो भैँसीलाई भैँसीकै सिङ गरौँ बाख्रालाई बाख्राकै भने जस्तो बुढीलाई नि बुढीलाई पनि उसको सानो फुच्चेर सानो ब्याकप्याकले उसलाई तला छ ल हिँड हिँड ल हेर यसरी मामु हेर मामु
मामुलाई साह्रो पर्यो यस्तो छ डलडुरको हालचाल आमा सासै फुल्यो त गाँठे त्यहाँदेखि यहाँसम्म 100 केजी बोकेर आउँदा त छिटो आऊ हेर न त्यहाँ फेन्समा ल्याङ्गा पारेर उभिएको हेर लु गाइस अलिकति फिटनेस बढाएर आउनुपर्ने हुन्छ है लु यो ठाउँमा चाहिँ अब यहाँदेखि फेरि ऊ माथि अर्को डाँडा छ कार पार्क चाहिँ मेन स्टेप भएको लिस्नु 100 मिटर जति थियो त्यो चाहिँ चढ्यो किन्दैन अब जाने ल त्यो अलि यता बस्छ यहाँ देखिरहेको छ ल अमिलो हाँस्दैछ बुढी साह्रो परेर गोरा गोरीको हँसाइ पो हाँस्छ त बुढीले त्यो मनमा रिस उठे पनि बाहिर खिच्छ दाँत देखाएर हाँसी यस्तो एक्टिङ गरिदिन्छ क्या यहाँका गोरा गोरिनीहरू ल अलिकति हल्का सजिलो बाटो आयो तर मेरो काँध चाहिँ पिल्सी जस्तै छ ल यताको भ्युज यस्तो राम्रो छ है लु अब भ्युज हेर्दै उकालो चढ्ने हो ल यहाँ सेकेन्ड लेग बिसाउँ कुम एकदमै खाएको अवस्था ल होइन बुढी कुम कस्तो साह्रो खायो क्या त्यही भएर अब चाहिँ टपमै पुग्नुपर्छ जस्तो छ त 1 गोमै बस्ने बस पानी खान्छौ चिरिप पानी पानी खाँदै हिँड्नु परेको अवस्था छ है लु उकालोमा हिउँमा पनि गर्मी हुन्छ धेरै छैन 20 मिटर मात्रै छ यो मेन उकालो यस्तोमा कसरी गड्डी गुडाउँथ्यो त आफै जानु सकिँदैन त्यही त आयो भनेको त्यहाँसम्म मरेर हिँड अनि सकिहाल्यो बाटो अब 20 मिटर पनि छैन हिँड फाइनल्ली क्या आइपुग्यो ल है गाइजहरू हामी फाइनल्ली कार पार्क आएर अब घर हिँड्ने तयारीमा छौँ आजको भ्लग चाहिँ हजुर एकदमै साह्रो परेर है बिसाउँदै कति ठाउँ बिसाएर बल्ल आइपुग्यो पानी पनि खाँदै है आजको भिडियो चाहिँ यस्तै नै भयो नेक्स्ट टाइम चाहिँ अरू कुनै ठाउँ अलिक मजाले गरेर है इन्टरटेनिङ तरिकाले अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको भिडियोलाई चाहिँ हामी यहीँ इन गर्न चाहन्छौँ डोन्ट फर्गेट टु लाइक एन्ड कमेन्ट यदि तपाईँहरू कुनै नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला सी यू इन नेक्स्ट भिडियो